हाई एभ्रिवान, नमस्ते। तपाईहरुलाई स्वागत छ मेरो च्यानलमा र मैले चाहिँ लिएर आइसकेको छु तपाईहरुको लागि चुकौनीको रेसिपी। यो चाहिँ मोस्ट फेमस र भाइरल एकदम डिश हो। तपाईले युट्युबमा धेरै जनाको देख्नु भएको छ होला, इन्डियन शेफहरुले पनि बनाएको देख्नु भएको छ होला है। सो धेरै ढिलो नगरिकन स्टार्ट गरौँ। अन्त सुरुमा चाहिँ के सामग्री चाहिन्छ भनेर म तपाईहरुलाई देखाउँछु। यहाँ दही छ, आलु, अन्त प्याज र तिलको धुलो छ। मैले यहाँ सबै रेडी गरिसकेको छु। सो यहाँ चाहिँ छ दही, मैले चाहिँ बेसी क्वान्टिटीमा बनाएर धेरै छ। यहाँ चाहिँ छ तिलको धुलो र यहाँ चाहिँ छ बोइल आलु, मैले पहिले बोइल गरिसकेको थियो। र यहाँ चाहिँ छ प्याज, अन्त यहाँ चाहिँ छ ब्ल्याक सल्ट, बिरेनुन। र हामी चाहिँ सुरु गर्छौँ दहीमा पहिला आलु हाल्छौँ हामीले। मैले चाहिँ बेसी क्वान्टिटीमा बनाएर हो, तपाईहरुले आफ्नो अकर्डिङले कति बनाउनुहुन्छ। त्यसपछि चाहिँ हामी हाल्छौँ प्याज, अन्त त्यहाँबाट चाहिँ यहाँ बिरेनुन र अघि पिनेको तिलको धुलो, अनि यो हालेर चाहिँ मजाले चलाउनु पर्छ। तपाईहरुले हातले चलाउँदा अझै राम्रो हुन्छ। मैले चाहिँ क्यामेरा अफ गरेर हातले मजाले चलाएको थिएँ। यहाँ चाहिँ तपाईहरुलाई मैले चम्मचले चलाएर दिएको। त्यति गरिसकेपछि चाहिँ यहाँ अब तेल मैले यहाँ तताइसकेको छु। अन्त यहाँ चाहिँ मैले अलिकति मेथीको दाना हो तेलमा हाल्नुपर्छ, अलि मजाले फुराउनुपर्छ। अनि मेथीको दाना चाहिँ फुलिसकेपछि यहाँ चाहिँ मैले लिएको छु 2-4 वटा हरियो खुर्सानी। तपाईले सुक्खा खुर्सानी पनि ल्याउन सक्नुहुन्छ। र यो पनि मजाले फुलिसकेपछि हल्दी हाल्दिने। अन्त हल्दीलाई चाहिँ मजाले एकछिन पाक्न दिनुपर्छ, नभए त भने ठस्सै गनाउँछ। र म चाहिँ यहाँ यसरी चलाउँदै थिएँ हो। अन्त त्यसपछि यहाँ धुलो खुर्सानी हाल्ने, ग्यासको फ्लेम चाहिँ बन्द गर्नुपर्छ, नभए त भने डर छ। र त्यति गरिसकेपछि चाहिँ र अब यहाँ झैँ गरेर झानिदिने। त्यसपछि चाहिँ काम सक्यो। र यसलाई चाहिँ तपाईले हातले मोल्यो भने अझै राम्रो हुनेछ। र मैले चाहिँ यहाँ चम्मचले मोल्दै थिएँ। त्यसपछि हटाएर चाहिँ मैले मजाले हातले मोल्नु थाल्यो हो। हातले मोल्यो भने चाहिँ मसलाहरू नुनहरू मजाले मिसिन्छ नि त। यहाँ चाहिँ रेडी भइसकेको छ हाम्रो मिठो र सजिलो र छिटै एकदम तयार हुने चुकौनी रेसिपी। तपाईहरुलाई कस्तो लाग्यो भनिदिनुहोस् होला। र हेरिदिनु भएकोमा धेरै धन्यवाद।